हेलो एभ्रिवान, आज चाहिँ मैले दुबई भाइरल चकलेट कुनाफा चकलेटको बारेमा चाहिँ रिभ्यू लिएर आउँदैछु। यो चाहिँ मैले कति खोजिरहेको थिएँ, छन त थियो होइन, यहाँ वरिपरि पाइरहेको थियो, तर अब मेरो नजिकको स्टोरमा चाहिँ पाएको थिएन। हामी भर्खरै ग्रोसरी गर्न गएको थियौँ, अनि त्यति बेला चाहिँ त्यहाँ पाएँ। यसलाई चाहिँ $20 इच हो। अनि यो चाहिँ अनि मलाई टेस्ट गर्न मन लागेको त थुप्रै भयो, तर आज मैले फाइनल्ली पाएर म टेस्ट गर्दैछु है त कस्तो हुन्छ। साँझमा चकलेट चाहिँ सकेसम्म मैले खान खोजे हो, तर कान कन्ट्रोल इट। स्मेल पनि कस्तो मिठो, दुबई भाइरल चकलेट यस्तो छ। अन्त कतिजनाले खाइसक्नु भयो, सायद म नै होला लास्ट, र त्यही नै लास्ट भयो नि म टेस्ट गर्छु। किन हेरेको मैले मेरो साइडमा मेरो यहाँ हस्बेन्ड पनि हुनुहुन्छ, सिरिज हेर्दै हुनुहुन्थ्यो। यहाँ मैले एकछिन बन्द गर, मैले भाइ भिडियो बनाउँछु भनेर रोकिरहेको। होल्ड गर्न एकछिन, मैले बन्द गर न बरु एकछिन प्लिज, यहाँ ऊ भइसक्यो त्यही पनि। हो यहाँ पग्लिसकेको छ, उसमा थियो ल। आइम गन ब्रेक इट। ओ माई गड, ब्रेक भइसकेको छ। वाउ, लुक एट दिस। पिस्टाचो के भन्छ होला, त्यही नै हो क्या? गाडीमा नहोस् होला त्यति। हल्का मिठो है बेबी, मिठो है। लाइक सेम त छ अरू चकलेट जस्तो, कुन चाहिँ के फरक छ? सामने अरू चकलेट जस्तो सेम छ, तर भित्रको यो फिल छ नि, होले चाहिँ अलिकति फरक चाहिँ पारे हो। त्यही हो, एकदम मिठो छ, टेस्ट गर्नु होला सबैजनाले। मरि लानु के छ र। ओके बाई।